वाह, लगातार नेपाली टोलीले वर्ल्ड कप क्वालिफायरको म्याचमा फेरि जित हासिल गरिसकेको छ साथीहरु। अहिले भर्खरै चाहिँ जापानलाई धुल चटाइसकेको छ। 5 विकेटले म्याच जितेको छ, त्यो पनि 18 ओभरमा साथीहरु। एकछिन त सबैको मुटु ढकढक ढकढक भइसकेको थियो। यति बवाल भनौं न, यस्तो सिचुएसन भइसकेको थियो के सुरुको इनिङमा विकेट गइरा थिएन। त्यो बेला चाहिँ गुलसन झा, सन्दीप लामिछाने भनौं न, सोमपाल कामी नेपाली बलरले कमाल देखाए र त्यसपछि यस्तो बवाल सुरुमा नेपालको सुरुवात ब्याटिङ गर्दाखेरि चाहिँ बवाल भयो र एक समय यस्तो आयो कि फेरि नेपालको विकेट जान थाल्यो र फेरि आएर त्यहाँ चाहिँ गुलसन झा र दिपेन्द्र सिंह ऐरी लास्टमा कमाल देखाए यार। गुलसन झाको जति तारिफ गरे पनि कम छ आज, किनभने ब्याटिङदेखि बलिङमा उहाँले आफ्नो कमाल बवाल देखाउनु भएको छ साथीहरु। लगातार नेपालले वर्ल्ड कप क्वालिफायर म्याचमा दुईटै जित हासिल गरिसकेको छ साथीहरु। अहिले जापान स्ट्रङ टिम देखिरहेछ, तर त्यसले पनि धुल चटाएको छ भनौं न। लास्टसम्म आएर चाहिँ एकतर्फी म्याच जितेको छ नेपालले साथीहरु। म्याच समरीको म हजुरहरुले कुरा गर्दिन्छु। म्याच समरीको कुरा गर्ने भने सुरुमा जापानले चाहिँ ब्याटिङ गरेर नेपालले बलिङ गर्यो र बलिङमा चाहिँ भनौं न नेपालले 131 मा रोक्न सफल भयो जापानको टिमलाई साथीहरु। र त्यसमा बलिङ कुरा गर्ने हो भने हाम्रो नेपाली दिपेन्द्र सिंह ऐरीले 3 ओभरमा चाहिँ 15 रन दिनुभयो। सोमपाल कामी 4 ओभरमा 20 रन 1 विकेट लिनुभयो। नन्दन यादवले 3 ओभरमा 16 रन दिएर 1 विकेट लिनुभयो। सन्दीप लामिछाने किङको कमाल कमब्याक भयो आज फेरि पनि। उहाँले आफ्नो पावर देखाउनु भयो, छक्का खानुभयो तर पनि छक्का पनि छोडाउनु भयो जापानिज ब्याट्सम्यानको र 2 विकेट लिनुभयो 25 रन दिएर। ललित राजवंशी 1 ओभरमा 13 रन, गुलसन झाले 4 ओभरमा 20 रन 2 विकेट र कुशल बुर्तेले चाहिँ 1 ओभरमा 16 रन दिनुभयो साथीहरु। त्यसपछि आउँछ नेपाली टोली चेस गर्न र सुरुमै 181 कोले आसिफ शेख बवाल स्टार्टिङ दिलाउनुहुन्छ। कुशल बुर्तेले 21 बलमा 21 रन, आसिफ शेखले चाहिँ 4 वटा छक्का हान्नुभयो 21 बलमा 38 रन, 4 वटा छक्का र एउटा चौका। रोहित पौडेलले 19 बलमा 18 रन, सन्दीप जरलले 7 बलमा 5 रन, कुशल मल्लले 6 बलमा 4 रन, दिपेन्द्र सिंह ऐरी 14 बलमा 14 रन र गुलसन झाले आज फेरि पनि 20 बलमा 28 रनको बवाल पारी खेल्नुभयो, जसमा चाहिँ 2टा छक्का र एउटा चौका के साथ चाहिँ नेपाली टोलीले जित दिलाउनु भयो साथीहरु। बिग कंग्रेचुलेसन छ नेपाली टोलीले र सेल्युट छ नेपाली टोलीले। एकदम स्ट्रङ टिम अहिले देखिरहेछ नेपाल चाहिँ यो वर्ल्ड कप क्वालिफायर म्याचमा। यार दिल जित्यो नेपाली टोलीले, सुपर 6 मा पनि पुगिसकेको छ। बधाई छ नेपाली टोली। यदि हजुरहरु यो म्याच हेर्नुमा कतिको एन्जॉय गर्नुभयो आफ्नो प्रतिक्रिया हजुरहरुले कमेन्ट बक्समा कमेन्ट गर्नु होला। सो भेटौं नेक्स्ट भिडियोमा नेक्स्ट अपडेट लिएर। सो आजको भिडियो यही अन्त गर्न चाहे। हस्त धन्यवाद, हजुरहरुको दिन शुभ रहोस्।